लगायत बसहरू पनि हिँड्न थालिसक्यो होइन। अब यहाँ हामी अब ललितपुरमा हल्का काम छ, ललितपुर जाँदैछु। यो चाहिँ हाम्रो यताको आर्मी क्याम्प, यताको आर्मी क्याम्प हो। यो चाहिँ हाम्रो राइट ल गाइज, अब हामी इन्टरभ्यू लाग्दैछु होइन, इन्टरभ्यू लागिरहेको छु। सो फाइनली आज काम कम्प्लिट भइसक्यो होइन। अनि काम कम्प्लिट भन्नाले पनि आज प्लान चाहिँ ओभर पऱ्यो होइन। यो हप्ता 15 दिनदेखि ओभर प्लान पनि पेलिरहेछ होइन। दुईजना हामी स्टाफ छु अनि एकजना हाम्रो बुधबार ड्राइभर, एउटा ढोल काका जाले, त्यो पनि माडे नै हो। अनि उहाँ पनि मारवाडी हो, उहाँ पनि सँगै बस्नुहुन्छ, तर उहाँले सघाउनुहुन्न होइन। उहाँ एकदम आफ्नो एउटा देखाउनुहुन्छ कि मै साउ जस्तो, तर उहाँ त्यस्तो हुनुहुन्न। उहाँ हामीसँग एकदम मिलेर बस्छ होइन। हामीसँग गाडी पनि अनलोड गरिदिन्छ अनि यहाँ सामान पनि झारिदिन्छ। एकदम मिल्ने साथी जस्तो छ, दाइ भाइ सबै मिलेर बस्छौँ हामी होइन। अब हामी अहिले यता ललितपुरमा काम छ होइन, भाटबेटी इटरीको ललितपुरको भाटबेटी पुगिसके। सो अहिले हामीलाई हल्का यता ललितपुरमा काम छ, त्यसपछि इटरी, त्यसपछि हाम्रो काम सकियो गाइज। सो यसै गरी म आफ्नो ब्लगलाई अब अन्तिमतिर लगिसकेको छु र तपाईँहरू प्लिज साथ सपोर्ट बनाइराख्नु होला। जय नेपाल, लभ यु गाइज, all public, I love you, who support me and watching my video, and love you Nepal. ल गाइस, फाइनली हामी इटरी पुगिसक्यो। इटरीको अहिले बस पार्क जाने बाटोमा छु र यहाँ हाम्रो हल्का काम छ, यहाँ एकछिन पर्खेर त्यसपछि हामी आफ्नो काम अगाडि बढाउने छु। सो लास्टतिर छु। सो फाइनली बाई बाई। ल है साथीहरू, हेर्दै हेर्दै रात पर्यो होइन। अब हामी आफ्नो घरतिर लाग्यौँ, कामहरू सबै सकियो होइन। सकेपछि तर पनि अहिले हामी इटरीमै छु। अब इटरीबाट हामी यहाँबाट निस्किन्छौँ। सो त्यसपछि हामीले हाम्रो नेपालको झन्डा गाइस ल गाइस, खनारमा चाहिँ खतरा रमाइलो मेला लागेको छ। तपाईँहरू यहाँ नजिकमा हुनुहुन्छ भने आउनु होला घुम्नलाई होइन, एकदम खतरा लागेको छ गाइस। आजको लागि हाम्रो ब्लग यही टुङ्ग्याउँदैछु र आज हामी घुमफिर गरे। हामी गाडीमै भयो होइन, घरबाटै ल्याएको थियौँ र गाडीमा आज हामी हाम्रो मङ्गलबार चाहिँ यता इनरवा, लौकी, भोक्रा, यता ढुक्का अनि यता हुँदै हामी इटरी पुगेपछि अब घर जान लागेको। हाम्रो रुटै यही हुन्छ मङ्गलबार होइन। अब बुधबारको रुट चाहिँ हाम्रो खास गरी इटरीमा हुन्छ। अब इटरीको रुटमा चाहिँ अब भोलि ब्लग बनाउन सकिन्छ भने बनाउने हो, नबनाएर सक्दैन भने अब पर्सि बनाउने हो। सो अहिले हामी अब घरतिर जाँदैछु र गाइस, आशा छ कि तपाईँहरू फेरि मलाई यो भिडियोमा राम्रो भ्युज दिनुहुन्छ र साथ दिनुहुन्छ, सपोर्ट दिनुहुन्छ। धेरै धेरै धन्यवाद अहिलेसम्मकोलाई र गाइस, गुड नाइट, सी यू टुमोरो, लाइक एन्ड सब्सक्राइब माई भिडियो। बाई बाई। जय श्री राम, हर महादेव, जय नेपाल।